वेलकम टु बुल हाउस इन्भेस्टमेन्ट एभ्रीवन र मार्केटमा हामीले आज हेर्ने भने आज राम्रो राइज देखिएको छ अलमोस्ट 23.86 पोइन्ट्सले चाहिँ आज मार्केट बढेको छ भने भोल्युम चाहिँ नर्मल आइराखेको छ है यस्तो राइजको मोमेन्टम जुन बेला चाहिँ क्यारी भइराखेको छ मार्केटले चाहिँ अलिकति साथ दिनुपर्ने बेलामा भोल्युम चाहिँ अलिकति कम्ती आइराखेको छ आज 5.4 अरबको ट्रेडिङ भोल्युम आएको देखिन्छ र रिसेन्टली हामीले हेर्ने भने आज फाइनान्स सेक्टर र ट्रेडिङ सेक्टरले चाहिँ अलिकति मार्केटलाई डोमिनेट गरेको देखिरहेको छ है सो आज चाहिँ फाइनान्स सेक्टर र ट्रेडिङ सेक्टर मजाले बढेको छ अब ट्रेडिङ भन्ने बित्तिकै विशाल बजार कम्पनी मजाले बढेको छ भनेर हजुरहरूले बुझ्न सक्नुहुन्छ र आज जुन ओभरअल बजार नै 23 पोइन्ट्सले बढेको छ नि हो यसमा चाहिँ विशाल बजार कम्पनीको चाहिँ एकदमै नै ठुलो रोल देखिन्छ होइन यसले नै आज धेरै कन्ट्रिब्युट गरेको देखिन्छ र अरू स्टकहरू जस्तै फाइनान्स सेक्टरको स्टकहरू चाहिँ मेजर पोर्सन्समा बढेको छन् कुनै इन्भेस्टमेन्ट कम्पनीहरू बढेको छन् जस अलिकति मिक्स सेक्टर छ आज फाइनान्स र ट्रेडिङले चाहिँ एकदमै मेजर रोल चाहिँ प्ले गरेको देखिएको छ र आजको मार्केटको मोमेन्टम हामीले हेर्ने भने हिजोको जुन क्लोजिङ क्यान्डलस्टिक थियो त्यो क्यान्डलस्टिकलाई चाहिँ मजाले नै एउटा ब्रेकआउट दिएको छ एउटा हामीले माइनर टाइम फ्रेममा हेर्ने हो भने र मेजोरिटी हामीले चाहिँ कति बेला चाहिँ अब इन्डिकेटरहरूको पर्सपेक्टिभबाट र ओभरअल मार्केटकै पर्सपेक्टिभबाट हेर्दा कति बेला चाहिँ सबैबाट बाइङ सिग्नल आउला भन्नुहुन्छ भने यो लेभलको ब्रेकआउट जब हुन्छ त्यसपछि चाहिँ हजुरहरूले इन्डिकेटर्स नै नहेरे पनि हुन्छ जस्तै अब अहिले इन्डिकेटर्सहरू पनि हेरौँला होइन यो लेभलको ब्रेकआउट भइसकेपछि चाहिँ एक लेभल रिस्क लिन सकिन्छ है स्टिल पनि अहिले पनि रिस्क लिन चाहिँ सकिन्छ बजारमा तर तपाईँहरूले स्टप लस चाहिँ युज गर्नुपर्छ यो एरियालाई भन्ने कुरा इन्डिकेट गरिराखेको छ जो चाहिँ स्टप लस अलिकति होइन लिन चाहनुहुन्न अलिकति कन्फर्मेसन कुर्नुहुन्छ यो बेला पनि अब 100% बजारले अब रिभर्सल लियो भन्ने सिनारियो त बजारमा कहिले पनि डेभलप हुँदैन तर यो लेभल पछि चाहिँ अलिकति क्यालकुलेटेड रिस्कमा चल्न मिल्यो हजुरहरू अहिले लिनुहुन्छ भने चाहिँ यो लेभललाई चाहिँ क्लियर स्टप लस सेट गरेर मजाले चाहिँ ट्रेडको लागि हेर्न सकिन्छ भन्ने खालको इन्डिकेसन चाहिँ रिसेन्ट टाइममा बजारले दिइराखेको छ र धेरैजनाको आज आएको क्वेरिज भनेको के थियो भने एनजिपिएलमा सेलिङ प्रेसर्स किन आइराखेको छ भन्नुभएको थियो यसको चाहिँ राइट सेयर जुन लिस्ट भएको छ आजबाट हो त्यसकै सेलिङ प्रेसर्स हो होइन त्यति बेला 58 को मेजर होल्डिङ थियो आज 58 ले बेचेको नि हुनसक्छ अहिले एकछिनमा के छ त्यसको बारेमा पनि हामी डिटेलली डिस्कस चाहिँ गरौँला है त सो आजको भिडियोमा हामी इच एन्ड एभ्री पर्सपेक्टिभबाट मार्केटको बारेमा डिस्कस गर्नेछौँ होइन आउने टाइम फ्रेममा कसरी सपोर्ट लेभलको रियाक्सन्सहरू छ इन्डिकेटर्सहरूले के बताइरहेको छ भोल्युमको इन्डिकेसन्सहरू के छ सबै कुराहरू आजको भिडियोमा हामी कभर गर्नेछौँ है त र यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने हजुरहरू सबैजनाले सब्सक्राइब गरिदिनु होला सबैजनाले भिडियोलाई लाइक पनि गर्नु होला र सेयर पनि गर्नु होला है र यहाँ चाहिँ हाम्रो विभिन्न सोसियल मिडिया प्लेटफर्महरूको लिङ्कहरू रहेको छ हजुरहरूले हामीलाई फलो गर्न सक्नुहुन्छ है फेसबुकको छ टिकटक इन्स्टाग्राम हाम्रो फ्री टेलिग्राम ग्रुप सबैको रहेको छ हजुरहरूले चाहिँ हामीलाई यहाँ गएर चाहिँ फलो गर्न सक्नुहुनेछ र अरू केही पनि हजुरहरूको क्वेरिजहरू छ भने चाहिँ यहाँनिर कमेन्ट गर्नु होला भिडियोको अन्तिममा हजुरहरूको क्वेरिजहरू के छ त्यसको बारेमा हामी डिस्कस गर्ने नै छौँ है अलरेडी आज 4-5 बज्न आँटिसकेको छ होइन आज भिडियो अलिकति लेट भयो अब यो लेट हुनुमा पनि धेरै कारणहरू छ होइन वैशाखको फर्स्ट सेकेन्ड विक पछि हजुरहरूलाई हामीले इन्फर्म गराउँछौँ के कामहरू चलिराखेको छ ओभरअल बुल हाउस इन्भेस्टमेन्टबाट सबै कुराहरू चाहिँ हामीले इन्फर्म गराउँछौँ अहिले चाहिँ त्यही भएर चाहिँ अलिकति डिले भइराखेको छ सबै कुराहरूले गर्दा यसको बारेमा हामी अनाउन्समेन्ट छिटै नै गर्नेछौँ है गुड थिङ्स आर कमिङ र गुड एउटा अपर्च्युनिटीहरू आइराखेको छ हजुरहरू सबैजनाको लागि इन्भेस्टमेन्टको लागि पनि है त र त्यसको लागि त मैले भनिराखेको छु टेलिग्राम ग्रुप जोइन गर्नु होला यो फ्री ग्रुप चाहिँ जुन छ नि यहाँनिर जोइन गरिराख्नु होला जस अब यो चाहिँ अलि बिस्तारै काम लाग्नेवाला छ है यो प्राइभेट ग्रुपमा कन्भर्ट हुन्छ त्यसपछि हामी अरू कुराहरू बिस्तारै प्रोसेस गर्दै अगाडि बढाउनेछौँ र तपाईँहरू हामीसँग रहेर क्लोज ग्रुपमा रहन चाहनुहुन्छ भने 9813970059 मा वाट्सएप भाइबो टेलिग्राम सबै नै एभाइलेबल छ यु क्यान कन्ट्याक्ट अस र मेजर फोकसहरू यहाँनिर लिस्ट गरिएको छ हजुरहरूले पढ्नु होला है ल अब हामी जाउँ आवरली टाइम फ्रेमतिर आवरली टाइम फ्रेममा के छ ओभरअलमा एउटा रेसिस्टेन्स लेभल मजाले ब्रेक गर्यो होइन यो दिन चाहिँ अलिकति भोल्युमले पनि सपोर्ट गरेको थियो 7.5 अरब जतिको ट्रेडिङ भोल्युम थियो हिजो अलिकति मोमेन्टम ड्र्याग भयो है 5.7 अरबको ट्रेडिङ भोल्युम आएको थियो हिजो होटल सेक्टर अदर सेक्टर फाइनान्स सेक्टरहरू मजाले घटेको थियो है आज पनि इनिसियल फेजमा हेर्ने भने बजार मजाले ड्र्याग भएको थियो त्यसपछि भोल्युम भने आएको छैन है लास्ट आवरमा अलिकति भोल्युम आयो नर्मल मोमेन्टम क्यारी गर्यो अलमोस्ट हाम्रो बजार त मिड डेमा हेर्ने भने त 2715 होइन राउन्ड अफ फिगरमा 13 तिर पुगेको थियो र क्लोजिङ सेसनमा भने 2700 मा आएर क्लोज भएको छ लास्ट आवरमा अलिकति भोल्युम आयो अरू इनिसियल फेजमा हामीले लगभग एभरेजमा 1.25 अरब जतिको भोल्युम देखिराखेको थियौँ र लास्ट मोमेन्ट्समा चाहिँ अलिकति भोल्युम आएको देखिन्छ र अहिलेको लागि हाम्रो नियरेस्ट रेसिस्टेन्स हामीले ओभरअल आवरली टाइम फ्रेमलाई हेर्ने हो भने चाहिँ 2775 देखि 2800 को रिजन चाहिँ देखिएको छ है त
र स्टक वाइज जानु भनिराखेको छु मैले रिसेन्ट डेजमा हैन कस्तो पर्सपेक्टिभबाट चाहिँ हेर्ने मार्केटलाई भन्नुहुन्छ भने जस्तै फर एक्जाम्पल क्याल्कुलेटेड रिस्कमा चल्ने मान्छेले के गर्ने अलरेडी तपाईसँग 50 देखि 70% चाहिँ स्टक छ अब क्याश चाहिँ तपाईसँग 30% मात्रै छ भने ठिक छ मजाले यो पोर्टफोलियोमा यति स्टकहरू छ मजाले आनन्दले बस्ने अरू चाहिँ कन्फर्मेसन आएपछि किन्ने भनेर बस्दा हुन्छ हैन र जसको चाहिँ 80% 90% क्याशमा छ उहाँहरूले रिस्क लिन सक्नुहुन्छ है मेरो सजेसन त्यही नै छ 30% चाहिँ मिनिमम अहिलेको अवस्था हेर्दा क्याशमा चाहिँ बस्नुहुन्छ भने बेटर रिजल्ट चाहिँ हजुरहरूले पाउन सक्नुहुन्छ जस्तो देखिन्छ अहिलेको हामीले प्रेजेन्ट सिचुएसनलाई चाहिँ एकदमै डिप एनालाइज गर्छौँ भने है र अर्को के छ हाम्रो डेली टाइम फ्रेममा के छ एउटा रेसिस्टेन्स लेभल जुन थियो त्यसलाई ब्रेक गरेको छ अब ब्रेक गरेर साइडवेज मोमेन्टम छ आज त क्लियर सस्टेनै छ हैन ओभरअलमा हाम्रो 2715 को रिजन राउन्ड अफमा यो लेभल भन्दा माथिको क्लोजिङ दिन्छ भने चाहिँ सबै इन्डिकेटर्सहरुमा तपाईहरुको बाइङ सिग्नल आउँछ है सुपर ट्रेन्ड हेर्ने भने बाइङ सिग्नल आउँछ हाम्रो बोलिङ्गर ब्यान्ड्सबाट बाइङ सिग्नल आउँछ हैन हाम्रो मुभिङ एभरेज कन्भर्जन डाइभर्जेन्स सबैबाट बाइङ सिग्नल आउँछ जब मार्केटले भोलि चाहिँ 2715 को लेभललाई चाहिँ ब्रेकआउट गर्छ भने बजारमा एकदमै नै गुड सिनारियो चाहिँ हामीले पाउँछौं भनेर मजाले एनालाइज गर्न सकिन्छ सो मेजर रेसिस्टेन्स चाहिँ कहाँ छ डेली टाइम फ्रेममा भन्नुहुन्छ भने लगभग 2740 को एरिया भनेको चाहिँ हाम्रो लागि मेजर रेसिस्टेन्स छ अहिलेको प्रेजेन्ट कन्डिसन्स हामीले डेली टाइम फ्रेम ट्र्याक गर्ने हो भने है त अर्को के छ अब इन्डिकेटर्समा जाम आरएसआई 50 को लेभलमा त ठिकै नै छ हैन अब 60 माथि गएपछि एकदमै हैन ट्रेन्डिङ रिजनमा अब ट्रेडरहरुलाई बोलाउँछ मैले अघि पनि मेन्सन गरिराखेको छु 2715 भन्दा माथि जाने बित्तिकै लगभग 60 को हाराहारीमा जान्छ त्यो जाने बित्तिकै अलिकति हैन ट्रेडरहरु पनि मार्केटमा एक्टिभ हुने जोन चाहिँ त्यो हो है सो त्यसरी हेर्ने अलिकति स्टप लस ट्रेड गर्न सक्छु म अलिकति रिस्क लिन सक्छु भन्ने मान्छेले अलिअलि एड गर्ने अघि मैले भने जस्तै हैन 70-80% 50-60% भन्दा माथिको अमाउन्ट बजारमा इन्जेक्ट छ भने ठीक छ गजब हो पोजिसन राम्रो छ त्यो भन्दा बेसीको लागि यो लेभलको ब्रेकआउट होस् अनि स्टक सेलेक्ट गरेर छिर्दाखेरि राम्रो जसको भएको छैन सर्टेन लेभलको रिस्क चाहिँ लिन सकिन्छ है त ल अब मुभिङ एभरेज कन्भर्जन डाइभर्जेन्सको कुरा गर्ने भने पनि अघि मेन्सन जस्तै अब ठ्याक्कै हामीले हेर्ने भने हाम्रो जुन हिस्टोग्राम डेभलप भइराखेको छ एकदम फेड आउट हुँदै 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 गइराखेको छ भोलि 10-15 अंकको वृद्धि हुन्छ र बजारले 7 अरब जतिको ट्रेडिङ भोल्युम ल्याउँछ भने एकदमै गुड सिनारियो डेभलप हुन्छ हैन अब भोलि थर्सडे पनि रहेको छ अब त्यही अनुसार बजारको रिएक्सन के हुन्छ हामीले ट्र्याक गरौँला है त र बोलिङ्गर ब्यान्डको मिडल ब्यान्ड भनेको 2706 मा रहेछ है हामीले एउटा राउन्ड फिगर केसमाथि राखेको छौं भन्दा 2715 को रिजन भन्दा माथि जब मार्केट क्लियरली सस्टेन हुन्छ त्यसपछि चाहिँ एकदमै बेटर सिनारियो चाहिँ बजारले देखाउने चाहिँ चान्सेस हाई छ भन्ने कुरा गरिराखेको छौं अब सुपर ट्रेन्डलाई हामीले ट्र्याक गर्छौं 10:3 मा भने के छ ल राउन्ड अफ फिगर भनेको 2735 को रहेछ जस लगभग 2715 मा राम्रो भोल्युमले ब्रेकआउट दिन्छ भने बजारलाई नै बेटर हुन सक्ने चान्सेस छ तर दिन सकेन ब्रेकआउट ओभरअल इन्ट्राडेमा 2740-50 टच गर्दै रिजेक्सन दिन्छ भने चाहिँ क्याश पनि म्यानेज गर्नुपर्छ भन्ने कुरा चाहिँ रिसेन्टको मार्केटले इन्डिकेट गरिराखेको देखिन्छ हाइकेनेसी क्यान्डलस्टिकबाट हामीलाई बाइङ सिग्नल्सहरु चाहिँ आएको छ सो अलिकति क्याल्कुलेटेड रिस्कमा चल्ने हो भने चाहिँ हेर्न मिल्छ स्टप लस चाहिँ यही लोअर बेस रिजनलाई मान्नुपर्छ भनेर मार्केटले देखाइराखेको छ जस आफ्नो इन्डिभिजुअल स्टकमा चाहिँ एकदम फोकस गर्नु होला है किनभने मार्केटको मोमेन्टम भन्दा डिफरेन्ट मुभ्समा धेरै स्टकहरु चलिराखेको छन् त्यो चाहिँ याद गरेर अगाडि बढ्नु होला ल अब मार्केटको बारेमा हामीले मेन्सन गरिहाल्यौं अब आजको सब इन्डेक्सहरु के छ ट्र्याक गरौँ है फाइनान्स आज 3% ले बढ्यो इन्भेस्टमेन्ट 1.3% म्यानुफ्याक्चरिङ घटेको छ 1.47 ले र ट्रेडिङ सेक्टरमा 9.44% को ओभरअल हामीले चाहिँ लस देखेका छौं आज है 78 स्टकमा आज हामीले डिक्रिमेन्ट पाएका छौं हैन र 166 स्टकहरुमा चाहिँ हामीले इन्क्रिमेन्ट पाएका छौं अब टप 10 गेनर्समा के छन् हामीले ट्र्याक गरौँ सीएफसीएल 10% विशाल बजार 10% उपकार पनि लगभग 10 हाथवेमा 6 न्यादीमा 6 आरएफपीएल मा हेर्ने भने 5% ईएनएल मा 4.8 एमपीएफएल मा 4.5 रिलायन्स फाइनान्स 4.5 समृद्धि फाइनान्स पीआरओएफएल एसपीपीएल एनआरएन हैन रादी जीएफसीएल सप्तकोशी सीआरडीसी लगायतका स्टकहरुमा आज राम्रो गेन छ है फर्स्ट पेज कुनै पनि स्टक छैन सेकेन्ड पेजमा स्टक छ थर्ड पेजमा पनि एउटा स्टक रहेछ ल ठीक छ आजको मार्केटको मोमेन्टम राम्रो भएको रहेछ है ल टप 10 लुजर्समा के छ बीएनएल नेगेटिभ 10% ओके म्यासिभ घटेछ बीएचएल को पनि राइट सेल लिस्ट भएको होला हैन त्यसकै सेलिङ प्रोसेस होला प्रमोटर पनि खुल्न आटेको छ कहिले हो त्यो पनि हजुरहरुले याद गर्नु होला एनआईसीएल मा अलिकति ड्रप छ अरु भनेको त त्यस्तो स्टकहरुमा हामीले ड्रप देखिनौं हैन र टप 10 टर्नओभरमा के छन् हेरौं है सीएचडीसी 36 सीआर म्यासिभ भोल्युम है गुड भोल्युम आएछ आज एचआरएल मा 35 सीआर को ट्रेडिङ भोल्युम एनजीपीएल मा 27 एनआरएन 26
HPPL मा 22, NRIC मा 18 करोड, राधीमा 16, GMLI मा 14, NBBC मा 11 र ह्याथवे इन्भेस्टमेन्टमा 10 करोडको ओभरअल आजको ट्रेडिङ भोल्युम आएको देखिन्छ। र टप भोल्युमतिरबाट जाने भने हामीले के देखिरहेको छौँ, NGPL मा ओभरअलमा 10 लाख किताको ट्रेडिङ भोल्युम छ, KBL मा 4.24, राधीमा 3.81, HPPL मा 3.5, HLL मा 3.39, घलेन्डीमा 2.29, नेपाल बैंकमा पनि राम्रै छ है 2 लाख किता प्लस, र NRN मा पनि 1,60,000 किता चाहिँ ओभरअलमा आज ट्रेड भएको चाहिँ देखिएको छ। ओभरअल जस आजको फ्लक्चुएसन्सहरु ठिकै देखिएको छ है, नट ब्याड। ल ब्रोकरको आजको ओभरअल अब के छ, हामीले ट्रेडर फ्लोरशीटमा जाम। नासा सेक्युरिटीजको ओके आजको सेलिङ धेरै रहेछ है, बाइङ छ 39 मिलियनको, सरी 391 मिलियनको, सेलिङ छ 477 मिलियन, भनेपछि यहाँबाट आज NGPL को सेल आउट भएको हुन सक्छ है। अहिले हेरौँला हामीले कुन बेचेको छ भन्ने कुराहरु। NGPL भयो, अरु कुन छ HPPL हरुमा पनि अलिअलि सेलिङ हुन सक्छ, हेरौँला। इम्पेरियल सेक्युरिटीज को आज बाइङ अलिकति रहेछ, ल इम्पेरियल लाई पनि ट्राई गरौँ, 45 लाई पनि। सानी सेक्युरिटीज को ठिकै छ, शेयर प्रो ओके 65 आज धेरै दिनपछि आएछ है, सो एकचोटी ट्राई गरौँ, किनभने राम्रो प्ले गर्न सक्ने क्यापेसिटी बोकेको ब्रोकर हो यो पनि। भिजन को ठिकै छ, अनलाइन को पनि सेलिङ ज्यादा छ है, सो 49 लाई पनि हेरौँ। श्रीहरि पनि ठिकै छ, क्यापिटल मैक्स, श्री कृष्ण ओके क्यापिटल मैक्स लाई पनि एकचोटी हेरौँ है, 65 र 62 जस नयाँ ब्रोकरबाट अलिकति राम्रै परफर्म गरिराखेको ब्रोकर हुन्, 55 रहेनछ, नभए त्यसलाई ट्र्याक गर्नुहुन्थ्यो। ल मेजर चाहिँ अब के छ ब्रोकरको ट्रेड समरीमा गएर हामीले सुरुमा 58 नम्बरलाई ट्र्याक गरौँ के छ। ओके एज मेन्सन NGPL, किनभने NGPL राइट शेयर आउनु भन्दा अगाडि अपरेट भएको थियो क्या 58 बाट, सो अलिकति क्लोजिङको स्टकहरु बाँकी थियो, जुन बेला अस्ति नै त्यो एडजस्टमेन्ट पछिको सेलिङ आएको थियो नि, हो त्यो हिसाबले चाहिँ हामीले NGPL को एक्सपेक्टेसन राखेको थियौं, ठ्याक्कै सिमिलर बेचेको देखिन्छ। HPPL किनभने यो त नेट प्रफिट हो, जुन यो 10 करोड छ यो 58 को नेट प्रफिट हो जस्तो लाग्छ है मलाई ओभरअल हेर्दा। जस राम्रो गजबको ओभरअल प्लेइङ थियो, एकदम राम्रो वेमा गएको थियो यो स्टक। HRL मा 45 ले किनेको थियो, HPPL किनेको रहेछ है 45 ले आज। 65 को के रहेछ हेरौँ, 65 को त प्योर म्याचिङ रहेछ है आज, 45.7%, 9 करोडको म्याचिङ भएको रहेछ। कुन भन्नुहुन्छ भने SMHL है, अनि नेपाल बैंक पनि समहाउ मेजर पोर्सन चाहिँ म्याचिङमै गएको रहेछ, ठीक छ केही भएन। अर्को 49 नम्बरसँग के छ आज, ल 49 ले चाहिँ के बेचेको रहेछ आज, NRIC चाहिँ अलिकति बेचेको देखियो है अनलाइन सेक्युरिटीजले चाहिँ। अनि हाम्रो अर्को कुन थियो 62 नम्बर ब्रोकर है, 49 पछि क्यापिटल मैक्स लाई हेरौँ। क्यापिटल मैक्समा के छ भन्दा आज उपकार लघु वित्त बढाउनमा छ जस्तो देखिन्छ क्यापिटल मैक्सको आज। 42,000 युनिट्स, सरी 4200 युनिट्स को ट्रेड भएको छ, सबभन्दा मेजरै यही रहेछ। UMHL अलिअलि किनेको छ, अलिअलि बेचेको छ, सिमिलरै छ, अरूमा केही पनि त्यस्तो हामीले मेजर चेन्जेस चाहिँ पाएनौँ है। ल अहिले तपाईहरुको स्टक क्वेरीजहरु केही छ भने हेरौँला। यदि तपाईहरु पनि इन्ट्रेस्टेड हुनुहुन्छ स्मार्ट वेल्थ प्रो युज गर्न भने चाहिँ हजुरहरुले हाम्रो प्रोमो कोड बुधाउस युज गरेर चाहिँ लिन सक्नुहुन्छ है त। ओके न्यूजहरु केही छ भने न्यूज पनि हेरौँ। ओके कारोबार रकम पनि अलिकति बढेको छ र नेप्से पनि बढेको छ। हिजोको कम्प्यारिजनमा चाहिँ कारोबार रकम अलिकति घटेको है, ए सरी कारोबार रकम घट्यो भनेर लेखेको रहेछ, ठीक छ। अरु केही छ त न्यूजहरु, अरु केही पनि छैन है। सुनको भाउ चाहिँ बढिराखेको छ, अरु भनेको नर्मल देखियो। ल अब हजुरहरुको स्टक क्वेरीजहरु के छ हामी हेर्नतिर लागौं। नयाँ हुनुहुन्छ भने सबैजनाले हाम्रो च्यानलमा सब्स्क्राइब गरिदिनु होला, सबैजनाले भिडियोलाई लाइक पनि गर्नु होला र सबैजनाले हाम्रो भिडियोलाई शेयर पनि गर्नु होला है त। र नयाँ हुनुहुन्छ भने हाम्रो सोशल मिडिया प्लेटफर्महरुमा चाहिँ हजुरहरु जोइन गर्न सक्नुहुन्छ है। ल अब हामी टप कमेन्ट्सबाट स्टार्ट गरौँ। दिपेश भुसाल जी थ्यांक यू सो मच हजुरलाई फर लभ रिएक्शन्स है। नमस्ते सर, केकेएचसी को बाइङ र सेलिङ टार्गेट केकेएचसी मा के छ? ओके केकेएचसी को कुरा गर्नुहुन्छ बाइङ र सेलिङ टार्गेट्स भन्दाखेरि चाहिँ यो स्टकमा बाइङ को लागि अब स्टप लस ट्रेड गर्ने हो भने ठिकै छ, 320 को स्टप लस राख्नु होला, 400 को टार्गेट छ है। UHEWA ओके UHEWA को लागि टार्गेट सेट गर्नुहुन्छ यो लेभलमा किनेर भने 680 को स्टप लस, 830 को इनिशियल टार्गेट बस्छ है। ब्रोकर होल्डिङ पनि भन्नु भएको रहेछ। ल 3 मन्थ्समा हामीले UHEWA को ब्रोकर होल्डिङ के छ हेरौँ। 88 नम्बरसँग छ 40,000 किता है त। सर्वोत्तम कतिमा एक्जिट लिँदा बेटर भन्नुभएको छ। अब सर्वोत्तम लक इन खुल्न अलिकति टाइम बाँकी नै छ हैन। फ्लक्चुएसन्समा 880 तिर पुगेर रिजेक्ट गर्छ भने यु क्यान एक्जिट है। राइट शेयर भरेको कति टाइम भित्र, जस्ट म्याक्सिमम 6 मन्थ्स राख्नुस् न है। एसआरएलआई को अहिलेको चाहिँ नो क्याश
आएछ न बोनस सेयर्स भन्नुभएको छ एसआरएलआईको चाहिँ क्यास आयो जस्तो लाग्यो होइन बोनस पनि आइसक्यो है किनभने 6 मन्थ बितिसकेको छ त्यो मैले एक दुईजनाले चाहिँ मलाई मेसेज गर्नुभएको थियो पर्सनली यहाँ पनि कमेन्ट पनि गर्नुभएको होला हाम्रो चाहिँ आइसक्यो बोनस सेयर्स ट्याक्स नतिरेको या ट्याक्स तिर्न बिग्रेकोहरूको चाहिँ नआएको होला भन्नुभएको थियो सो तपाईँहरूको पनि आएको छैन भने चाहिँ एकचोटि चाहिँ प्रपरली चेक गर्नु त्यसपछि होइन एसआरएलआईमा कन्ट्याक्ट गर्नु न है हेड अफिसतिर कन्ट्याक्ट गर्दा केही सोल्युसन निस्केला है जिआरडिबिएलको भनिदिनु न भन्नुभएको रहेछ जिआरडिबिएल 3 मन्थ्सको होल्डिङ हेरौँ 72 को छ है लगभग 3 लाख किता जिआरडिबिएल को टार्गेट 1400 देखि 1500 सम्मको बस्छ है इनिशियल चाहिँ एसआरएलआई को क्यास चाहिँ आज आयो सर बोनस सेयर्स त थाहा छैन भन्नुभएको छ यस दुईटै आइसकेछ सो हजुरहरुको आएको छैन भने चाहिँ कन्ट्याक्ट गर्नु होला है एसआरएलआई मा बीबीसी को बाइ छ टार्गेट कति राख्ने सर भन्नुभएको छ बीबीसी को लागि अब भोल्युम एकदमै मिनिमल छ हैन त्यस्तो म्यासिभ भोल्युम हैन हुनको लागि बाइङ सेलिङ लगभग त्यही हो 1200 किता 58 को अलिकति प्ले भइराखेको रहेछ सो 6600 को चाहिँ हजुरले अहिले इनिशियल टार्गेट राख्न मिल्छ है नमस्ते सर मेरो एसआरएलआई को बोनस आयो मेरो त 18.38 ले आयो ट्याक्स तिरेपछि 2-3 दिनपछि आउँदो रहेछ अहिले भर्खरको आएको छैन पहिलाको आयो भन्नुभएको छ अहिलेको पनि क्याश डिभिडेन्ड आइसकेछ हैन सो एसआरएलआई को बोनस आयो भने ठीक छ है सो तपाईहरुको कसो आएको छैन उहाँहरुले चाहिँ अब एकचोटी कहाँनिर पैसा तिर्नु भएको थियो त्यहाँनिर चाहिँ एकचोटी कन्सल्ट गर्दाखेरि बेटर होला है त ओके बटको कमेन्ट छ गुड एनालाइसिस सर भन्नुभएको छ थ्यांक यू सो मच आनन्द श्रेष्ठजी थ्यांक यू सर भन्नुभएको छ श्वेता श्रेष्ठजी यु आर वेलकम है राई रुद्र सिंहजी थ्यांक यू सो मच हजुरलाई फर लभ रियाक्सन्स एसएमएचएल को बाहिर सेलिङ जोन भन्नुभएको छ एसएमएचएल मा अब स्टप लस ट्रेड गर्ने हो भने चाहिँ ठिकै छ है आजको म्याचिङ भोल्युम देखिहाल्नु भयो भनेपछि ब्रोकरसँग स्टिल पनि छ लोअर बेस रिजन लगभग 300 पाराको रिजनदेखि चाहिँ अलिकति एकुमुलेट भएर यो लेभलसम्म पुगेको स्टक हो अहिलेको लागि अब स्टप लस 820 को छ इनिशियली 1000 देखि 1080 को टार्गेट है गुड एनालाइसिस टीपीसी बरुनको सेलिङ टार्गेट भन्नुभएको छ टीपीसी मा के छ टीपीसी को लागि इनिशियली 560 को छ है तपाईको सेलिङ टार्गेट भन्नुहुन्छ भने र बरुनमा के छ भने हेरौँ है बरुनको लागि इनिशियली 520 को ब्रेकआउट चाहियो 550 को चाहिँ टार्गेट छ है त शिरीष सूर्यवंशी थ्यांक यू सो मच फर लभ रियाक्सन्स डीडीबीएल अब यिनीहरुको चाहिँ ब्रोकर होल्डिङहरु हेर्नु भन्दा पनि तपाईले लङ टर्म पर्सपेक्टिभबाट हो भने ठीक छ गुड स्टक है मजाको छ मोमेन्टम मजाको छ बोनस डिभिडेन्ड राम्रो दिन सक्छ 840 को टार्गेट छ यो स्टकमा यिनीहरुमा चाहिँ अब त्यो सर्ट टर्म पर्सपेक्टिभ भन्दा नि मिड टर्म हेर्नु होला त्यस्तो सर्ट टर्ममा म्यासिभ होल्डिङ कुनै पनि देख्दिन है मैले आरएससीसी को बोनस शेयर कहिले आउँछ भन्नुभएको छ आरएससीसी को कति महिना भयो क्लोज भएको त्यो हेर्नु होला जस एकदम लेटमा पनि 6 महिना भित्र चाहिँ आउँछ तपाईहरुको हैन यो त कहिले हो भर्खर डिसेम्बर को रहेछ जस अब मे सम्ममा एकदमै ढिलोमा पनि आउला है जस आइपुग्छ ढुक्कले बसे हुन्छ है एनयूबीएल एनसीएल थ्यांक यू भन्नुभएको रहेछ एनयूबीएल मा 750 सम्मको टार्गेट हुन्छ मिड टर्म लङ टर्म ठिकै छ सीएलआई ले रिसेन्टली बोनस मजाको दियो त्यसपछि तल आएको छ 520 को इनिशियल टार्गेट 580 को सेकेन्ड टार्गेट है एनएलजी डिटेल एनालाइसिस विथ 3 मन्थ्स होल्डिङ थ्यांक यू भन्नुभएको रहेछ यु आर वेलकम एनएलजी मा 900 को टार्गेट छ इनिशियल है एकदमै इनिशियल हेर्ने हो 900 को टार्गेट छ र 64 सम्म छ 94000 युनिट्स है एनजीपीएल एन्ड एनएलआईसी ब्रोकर विथ ब्रोकर भन्नुभयो ब्रोकर अघि मेन्सन गरिहाल्यौं हैन एनजीपीएल को के छ भन्दाखेरि अलिकति आज 58 को सेलिङ आएको छ नर्मल छ इनिशियली 300 सम्मको चाहिँ तपाईको यो स्टकमा टार्गेट बस्न सक्छ एनएलआईसी मा पनि सिमिलर छ 840 सम्मको टार्गेट छ है नमस्ते सर जोशी को एनालाइसिस एन्ड ब्रोकर होल्डिङ हेर्दिनु न थ्यांक्स भन्नुभएको छ यु आर वेलकम है जोशी को लागि इनिशियली 420 को टार्गेट हैन अब त्यसको ब्रेकआउट दियो भने फेरि हामीले हेरौँला र जोशी को ब्रोकर होल्डिङ 57 को छ 54000 युनिट्स है एनआरएम को ओके एनआरएम मा के छ एनआरएम मा नर्मल छ फर्स्ट टार्गेट 520 सेकेन्ड टार्गेट 580 सम्मको छ ओके 17 नम्बर र 58 नम्बर को अलिकति होल्डिङ छ है केडीएल र एसएचपीसी को टार्गेट ओके केडीएल को इनिशियली भनेको हाम्रो चाहिँ 1250 को टार्गेट देखिन्छ एसएचपीसी मा त्यही हो यो लेभलको ब्रेकआउट चाहियो 485 को 520 सम्मको टार्गेट छ है जीबीएलबीएस को एनालाइसिस ओके जीबीएलबीएस यही होला हैन इनिशियली यसको पनि त्यही छ है 3200 को रिजनको टार्गेट देखिन्छ
ल यसको होल्डिङ 49 सँग छ है, लगभग 28,000 युनिट्स चाहिँ। ओके यो त होइन होला है GBL BS, किनभने ग्रामीण यो चाहिँ हो। ओके के भइरहेछ GBL BSL चाहिँ रहेछ। ल ठिक छ 56 सँग छ है ओभरअलमा, लगभग त्यही माथिल्लो रेन्जकै रहेछ होल्डिङ हेर्दा चाहिँ अहिलेको। 16 अङ्क भयो, पछि 15 मिनटले गर्दा भन्नुभएको छ। ए अलिकति हिजोको होला है, हिजो चाहिँ एकदमै क्विक भिडियो आएको थियो हाम्रो, मार्केट सकिने बित्तिकै सबै अपडेट भएको थियो। अब आज चाहिँ भिडियो आउँदाखेरि 5:10 जस्तो गएको हुन्छ होला, ठिकै छ है, केही पनि छैन। अहिले अलिकति हाम्रो ओभरअल कामले नै यस्तै भइराखेको छ, त्यसको बारेमा पनि अपडेट छिटै नै दिन्छौँ है हामी। राई रुद्र सिंहजी थ्याङ्क यू सो मच हजुरलाई फर लभ रियाक्सन्स। लेखराज घिमिरेजी हजुरलाई पनि थ्याङ्क यू सो मच फर लभ रियाक्सन्स। पूर्ण बहादुरजी थ्याङ्क यू सो मच फर लभ रियाक्सन्स। रोहन मल्लजी हजुरलाई पनि थ्याङ्क यू सो मच फर लभ रियाक्सन्स। शर्माजी हजुरलाई पनि थ्याङ्क यू सो मच फर लभ रियाक्सन्स। र विमल कार्कीजी हजुरलाई पनि थ्याङ्क यू सो मच फर लभ रियाक्सन्स है। सो थ्याङ्क यू सो मच एभ्रिवान फर सो मच लभ एन्ड सपोर्ट। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सबैजनाले सब्सक्राइब गरिदिनु होला, सबैजनाले भिडियोलाई लाइक पनि गर्नु होला र सेयर पनि गर्नु होला है त। र हामीसँग रहेर ट्रेड गर्नको लागि यो नम्बरमा हजुरहरूले सम्पर्क गर्न सक्नुहुनेछ है त। ह्यापी ट्रेडिङ एभ्रिवान।